नमस्ते सबैजनालाई। आज हामी बनाउँदैछौँ मटन करी। पहिला चाहिँ मैले कराई लिएँ, कराईमा तेल एड गरेँ र हाम्रो तेल खरिसकेपछि चाहिँ हामीले हाम्रो फ्रेस मासुलाई एड गरेँ र हाम्रो मासुलाई चाहिँ हामीले एकदम मजाले भुट्नुपर्ने हुन्छ। जबसम्म हाम्रो मासु चाहिँ गोल्डन ब्राउन हुँदैन तबसम्म चाहिँ हामीले मजाले भुटिराख्नु, कन्टिन्युसली भुटिराख्नुपर्छ र हाम्रो मासुको कलर ब्राउन भइसकेपछि चाहिँ हामीले मरमसलाहरू एड गर्नेछौँ। पहिला चाहिँ मैले लसुन र अदुवाको पेस्टलाई एड गरेर मिक्स गरेँ। अनि त्यसै गरी चाहिँ मैले प्याज राखेँ र प्याज चाहिँ हजुर कति मनपर्छ त्यही अनुसार राख्नु होला। मैले चाहिँ थोरै नै राखेँ प्याज। प्याज राखिसकेपछि एकचोटि मजाले मिक्स गर्नुहोस् र हाम्रो मरमसलाहरू एड गर्नेछौँ। र मसलामा चाहिँ मैले बेसार, नुन अनि मसलाको धुलो एड गरेँ र यसै गरी हामीले हाम्रो टमाटरलाई पनि राख्छौँ। हजुरलाई ग्रेभी कति अनुसार मनपर्छ त्यही अनुसारले हजुर टमाटर राख्न सक्नुहुन्छ। हाम्रो टमाटर पाकिसकेपछि चाहिँ हाम्रो ग्रेभी अलि मजाले देखिनेछ र हजुरलाई ग्रेभी अलि बढी नै मनपर्छ भने चाहिँ हजुरले अलिकति पानी एड गर्न सक्नुहुन्छ। र त्यसै गरी हाम्रो मटन करी रेडी हुन्छ। सबैजनालाई यो भिडियो मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद।